नमस्ते यहाँहरु सम्पूर्णलाई। आज हामी तपाईहरुलाई हाम्रोमा आएको एउटा OTDR नयाँ OTDR साङ्केन ब्रान्डको ST2830 भन्ने मोडलको चाहिँ यो OTDR देखाउन गइरहेको छु। देख्न सक्नुहुन्छ यसको बडी एकदमै ह्यान्डी टाइपको तर एकदमै पावरफुल। यसमा चाहिँ किप्याड पनि छ, टच पनि छ। सो यसले चाहिँ के हुन्छ भने चाहिँ बादमा तपाईको किप्याड बिग्रियो भने टच बिग्रियो भने किप्याडबाट दुईटा तपाईको अप्सन हुन्छ हामीसँग। सो हामी यसलाई तपाईको हेरौं। यसमा सुरुमा यसको बडी हेरौं। यसरी होल्ड गर्न मिल्ने। अन्त यसमा चाहिँ तपाईको यो SC UPC पोर्ट छ। SC UPC अनि OPM भने पावर मिटर, VFL, लाइट अनि टाइप सी को चार्जिङ पोर्ट, SD कार्ड को पोर्ट अनि एउटा USB पोर्ट। त्यसैगरी यसमा चाहिँ तलपट्टि तपाईको LAN टेस्टिङ को लागि दुईटा इथरनेट पोर्ट दिएको छ भने यसको रिमोट चाहिँ यहाँ रहेको छ। सो क्याट 6 टेस्ट गर्नलाई चाहिँ यस्तो छ भने यसलाई अन गरेर हेरौँ है त। देख्न सक्नुहुन्छ हाम्रो साङ्केन टेक्नोलोजिज भन्ने ब्रान्डमा छ। यसमा चाहिँ मेन फिचर्स भनेको चाहिँ दुईटा ब्याट्री छ। सो यसले चाहिँ लामो तपाईको ब्याकअप दिन्छ। यसमा चाहिँ तपाईको OTDR फंक्सन्समा चाहिँ यस्तो छ। OTDR भन्ने फंक्सन्समा चाहिँ यस्तो छ। यसमा 1310 र 1550 दुईटा वेभलेन्थमा नाप्न सकिन्छ भने यसले चाहिँ तपाईको अप टु यसमा चाहिँ तपाईको टोटल रेन्ज चाहिँ तपाईको एकदमै हाई रेन्ज सम्म टेस्ट गर्न सकिन्छ। देख्न सक्नुहुन्छ 260 किलोमिटर सम्म रेन्ज अप्सन रहेको छ भने पल्स चाहिँ तपाईको 220,000 नानोसेकेन्ड र टाइम पनि तपाईको 300 सेकेन्ड सम्म टाइम पनि तपाईको अप्सन छ भने मोड भने अटो टेस्ट, एभरेज टेस्ट सबै खालको मोडहरु छ यहाँनेरि। एडभान्स सेटिङ पनि छ यसरी। ओके। त्यसैगरी यसमा अर्को रहेको भनेको चाहिँ तपाईको मेन फिचर्स भनेको चाहिँ VFL पनि छ। त्यसपछि पावर मिटर, OPM यस्तो खालको फिचर्स छ। कति पावर छ भन्ने चाहिँ यहाँबाट यसरी बढेर देखाउँछ यसले जब हामी देखाउँछौं हाल्छौं। लेजर सोर्स, इन्सर्सन लस भन्ने छ। यसमा चाहिँ तपाईको यहाँबाट यहाँ कुनै पनि एउटा छोटो प्याच कर्डहरुको इन्सर्सन लस पनि टेस्ट गर्न मिल्छ। र केबल टेस्टर भनेको चाहिँ तपाईको यो क्याट 6 टेस्टर हो। र त्यसैगरी माइक्रोस्कोपको पनि अप्सन छ। हामीले चाहिँ यहाँबाट इन्स्पेक्सन कोप लायौं भने चाहिँ यसले माइक्रोस्कोप पनि काम गर्छ है त। ब्याक यसरी मल्टी फिचर्स छ। र यसको पावरको कुरा गर्दाखेरि चाहिँ तपाईको 28 dB र 1310 मा र 1550 मा 30 dB डाइनामिक रेन्ज हो। 1 इयर वारेन्टी र अरु चाहिँ तपाईको यसको एक्सेसरिजहरु चाहिँ यस्तो छ। यो चाहिँ चार्जर, एडाप्टर, चार्जर अनि यो केबल लोकेटर। यसले चाहिँ केबल फाइन्ड आउट गर्ने काम गर्छ। र त्यसैगरी यसको यो क्यालिब्रेसन सर्टिफिकेट, ट्र्याकिङ लिस्ट, युजर म्यानुअल अनि त्यसपछि वारेन्टी कार्ड अनि एउटा यो सफाई गर्नलाई इयरबड। त्यसरी नै यो यसको बट्टा पनि हेर्न सक्नुहुन्छ। राम्रो छ। सट यसरी प्याक गर्ने, यसरी बोकेर हिँड्ने। ल यदि हजुरहरुलाई पनि यो चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।